साथीहरू के छ खबर सबैजना सन्चै हुनुहुन्छ होला है। अनि मैले चाहिँ आजभोलि रेगुलर भिडियो पोस्टहरू गरिराखेन होइन। हजुरहरूलाई पनि चाउ लाग्यो होला मलाई देखेर, किनभने म चाहिँ बिरामी नै छु। अनि घाँटीको समस्या देखिहाल्नु होला, आवाज सुन्नुभयो होला है। अनि आज चाहिँ म बेलुकाको खाना पकाउनलाई रेडी गरेर अनि पकाउँदैछु। हेर्नुहोस्, तरकारी काउली र आलु है साथीहरू। अनि यस्तै त हो, अब बोल्न धेरै आउँदैन, जानेको पनि होइन खासै भिडियोहरू गराउन, त्यस्तै हो, जस्तो आउँछ त्यस्तै गर्ने हो। अनि म चाहिँ उता खाना पकाउँदै थिएँ, बुवा यता बस्नुभएको थियो। अनि भान्जीलाई नि पढाउँदै थिएँ। आज चाहिँ दिदी हुनुहुन्थेन, अनि मम्मी चाहिँ यता फेरि धुप बाँडिदिँदै हुनुहुन्थ्यो कि हामीलाई बेलुका बाल्नलाई। अनि आज चाहिँ सोमबार, बुवाको र मेरो व्रत, अनि त्यही भएर अनि चाँडै पकाएर खाने, अब बेलुका साँझ बत्ती चाँडै गरेर अनि खाने भनेर। अनि मैले चाहिँ यसरी हाम्रो लागि तरकारी पकाउँदै थिएँ, भान्जीहरूको लागि चाहिँ मासु थियो है। अनि व्रतको दिन तर पकाउँदिनँ भनेर नि के गर्नु, अनि पकाउनु परिहाल्यो। किनकि दिदीहरू नि, अब दिदीले पकाइदिनु हुन्थ्यो, दिदी फेरि हस्पिटल हुनुहुन्छ। हाम्रो घरको चाहिँ फुपू दिदी बिरामी भएर हस्पिटल राखेका हौँ हामीले चाहिँ एडमिट गरेर है। हाम्रो घर चाहिँ सबैजना बिरामी मात्रै भयौँ, बुवा पनि बिरामी नै हुनुभयो, मम्मी भर्खर उठ्नुभयो, म फेरि बिरामी हुन थालेँ। यस्तै छ साथीहरू हाम्रो चाहिँ। अनि अब यता नि पढाउन नि पर्यो, अनि केटीलाई है एक्जाम चलिरहेको थियो। अनि एक्जाम सकेर अब पढाउन त पर्यो, जे भयो नि जस्तो भयो नि, स्कुल जानु पर्यो, होमवर्कहरू गराउनु पर्यो। अनि हाम्रो मम्मीले चाहिँ हाम्रो लागि धुप बाँडिदिनु भयो। अनि म चाहिँ उता खाना बनाउँदै थिएँ। अनि खाना बनाउँदै गर्दा यताउति भिडियो पनि बनाइहालेँ कि अलिअलि चाहिँ मैले पनि। कसले कहाँबाट मेरो भिडियोहरू हेर्दै हुनुहुन्छ कमेन्ट गरिदिनु होला, लाइक फलो गरिदिनु होला, सबैजनाले सेयर गरिदिनु होला है। अनि म पनि गर्नेछु हजुरहरूकोमा। अनि हेर्दा अनि 6:30 भइसकेको थियो। अनि अर्को भान्जा चाहिँ स्कुलबाट आयो हाम्रो चाहिँ। अनि मैले चाहिँ खाना पकाएर रेडी बनाएर यत्तिको बनाइसकेको थिएँ। अनि अब चाहिँ यता हाम्रो लागि पाक्यो, अनि यता फेरि भान्जीको लागि मासु पकाइदिनको लागि रेडी गराएँ। अनि यता चाहिँ मासु भुट्न थालेँ। अब यो एकछिन परापुरो पार्दैछ त पाकिहाल्छ नि त। अनि मलाई चाहिँ त्यस्तो मिठो बनाउनु नै आउँदैन, त्यस्तो सिम्पल तरिकाले होइन, जस्तो हुन्छ त्यस्तै गरेर पकाउँछु। अनि यस्तै हो साथीहरू। अनि मलाई फेरि खासै धेरै बोल्न पनि आउँदैन, अनि कसरी बोल्ने के बोल्ने जस्तो लाग्छ है। यत्रो भिडियो हुन्छ अनि के बोल्ने जस्तो लाग्छ। कतिचोटि भिडियो बनाउँदै फाल्दै गर्नुपर्छ कहिले त, यस्तै हो। अनि त्यही भएर आजभोलि चाहिँ अलिअलि सिक्दैछु, नजानेको कुराहरू सिकाइदिनु होला। अनि मैले चाहिँ मासुमा चाहिने मरमसलाहरू नि एड गरेर अनि पछिबाट मात्रै मैले प्याज हालेँ। अनि प्याज एकछिन भुट्न दिएर अनि टमाटर हालेँ साथीहरू। अनि टमाटर हालेर एकछिन छोपिदिएँ। अनि मैले यो पकाएर भ्याएपछि चाहिँ अनि अब यत्तिको भइसक्यो मेरो मासु चाहिँ। हेर्नु न है, अब खाम जस्तो भयो कि नखाम जस्तो भयो कमेन्ट गर्नु ल साथीहरू। मेरो फाइनल लुक चाहिँ यत्तिको भयो। अनि मैले भित्र चाहिँ दिदीको लागि जाउलो पकाएको थिएँ। यो चाहिँ बिहानको तरकारी हो, निउरो। अनि यता हाम्रो तरकारी। अनि हामी चाहिँ त्यो लिएर दिदीलाई पुर्याउन खानासाना हामीले खाएर अनि दिदीलाई पुर्याउन गयौँ हस्पिटल। हेर्नु हाम्रो दिदीलाई चाहिँ यसरी राख्यो। अनि दिदीलाई कस्तो भयो भनेर सोधेको। अनि हातखुट्टा दुख्यो, यहाँ सुई लगाइदियो भन्दै हुनुहुन्छ। दिदीले चाहिँ बिचरा है बुढी हुनुहुन्छ, अनि के गर्नु, बुढी मान्छेलाई झन् चाँडै हस्पिटल बस्नुपर्ने, धेरै हस्पिटल बस्नुपर्ने भयो। हामी चाहिँ मेरो घरमा भयौँ। अनि अब हामी पनि कुर्न जान त पाइएन, दिदी बस्नुभयो कुर्न त, एकजना भयो नि भइहाल्यो है। हामी चाहिँ सबैजना बिरामी नै भयौँ साथीहरू, यस्तै छ के गर्नु। अनि हामी चाहिँ हस्पिटल गयौँ, बुवा र म चाहिँ। अनि हस्पिटल गएर खानासाना छोड्यौँ। अनि दिदीहरूलाई खाना खुवाएर अनि दिदीलाई चाहिँ हस्पिटलको खाना कस्तो भयो भनेको, मिठो भएन अरे। हस्पिटलमा बसेपछि केही पनि मिठो हुँदैन, सबै यस्तै हो साथीहरू। जति नै मिठो पकाएर लैने हस्पिटलमा चाहिँ यस्तै हुन्छ। अनि अब चाहिँ मेरो भिडियो पनि सकियो साथीहरू। अनि कहाँबाट हेर्नुभएको छ कमेन्ट गर्नु होला है। अनि हामी पनि अब त घर जाने भनेर खानासाना खुवायौँ, अनि घर जाने भनेर रेडी भयौँ, किनकि हामीलाई पनि गाह्रो भइरहेको थियो नि त। अनि दिनभरि ड्युटी, अनि फेरि खानासाना पकाएर हस्पिटल गएर अनि आउँदा त यस्तै हो। अनि आजलाई यति साथीहरू, बाई बाई।